सभापतिले बाख्राको गोठै चलाउन नसक्नेले तपाईँ पार्टी चलाउँला यो हामीले पत्तै दिनुपर्ने। हेर्नुहोस् 20औं वर्षदेखि म उहाँको सङ्गतमा छु, 4 पटक मान्य भइसक्नुभयो। उहाँको बखान गर्ने हो भने 2 दिनले पनि पुग्दैन, त्यसैले एकदम संक्षिप्तमा मात्रै भन्छु। उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको महाधिवेशनमा गएर राष्ट्रिय स्वतन्त्र पार्टीका साथीहरूलाई अर्थी उपदेश दिनुभयो। तपाईले प्रश्न गर्नुपर्छ, जबसम्म उत्तर आउँदैन त्यति बेलासम्म चाहिँ प्रश्न मर्दैन। यो डायलग उहाँकै हो, हेर्दाखेरि साउथ इन्डियन फिल्मको जस्तो लाग्छ। उहाँलाई पनि प्रश्न छ, प्रश्न मात्र होइन गम्भीर प्रश्न छ। भर्खरै हामीले साउन 6 गते बीपी स्मृति कार्यक्रम सम्पन्न गर्यौं। एकजना युवा भाइ